Good morning everyone. आज चाहिँ हामी डिङ्गुजी टु लबुजी जान्छौँ अनि आज चाहिँ हल्का मौसम अलि बिहान धुम्म थियो अहिले फेरि ठिक्कै खोलेछ अहिले पछाडि हिमहरू देखिरहेछ दामी हिमहरू देखिरहेछ तबुचे चोला चाहिँ लबुची हामी जान लाग्यो पेरुचे गाउँ गाइस फर्किँदाखेरि चाहिँ हामी त्यहाँ बस्छौँ हामी पुग्नु लाग्यो लगभग लन्च स्पोट चाहिँ ठ्याक्कै उता छ देखिरहेछ होला उहाँले अनि आज नै लगभग छिटो हुन्छ होला 2 घन्टा नि भएछ हामी पुग्नु लागिसक्यो यसो 10 बजेतिर पुग्छ होला चिया खाएर खाना खान चाहिँ हामी लबुची नै जान्छ होला सायद सो यिनीहरू सबै चाहिँ यता सस्पेन्सन ब्रिजमा आउने सामानहरू अनि फर्किँदाखेरि चाहिँ यहाँबाट जाने पेरुचे हामी आएको चाहिँ यता डिङ्गुची अनि ऊ त्यो चाहिँ हामी खाना खाने ठाउँ थुक्ला अनि यो पानी चाहिँ खुम्बु भिलेजसँग कब्जेर आएको पानी अनि यो चाहिँ भित्ता हामी पुग्यो थुक्ला अब सायद चिया मात्र खाने होला अनि त्यसपछि जाने चिया खाँदै हो त्यहाँ खाइसक्यो गाइस अब चाहिँ उकालो लागेको खानाहरूमा जानु लाग्यो अनि हाम्रो दाइ यता हुनुहुन्छ बिस्कुट दिँदै मलाई कोकोनट दिनु ओके धन्यवाद अब पुग्यो थ्याङ्क यू अब यो खाँदै जानुपर्छ उकालो हामी पुग्यो थुक्ला पास अथवा मेमोरियल पार्क यहाँ चाहिँ विभिन्न हिमालमा बित्नुभएको मान्छेहरूको चाहिँ स्मृतिको लागि चाहिँ बनाएको हुन्छ पुमोरी लिङट्रिङ खुम्बुचे अनि यता नुप्चे भइहाल्यो बेस क्याम्प यता सेयर गर्छ अनि माथि देखिरहेको यो पार चाहिँ हाइकिम जाने बाटो ठ्याक्कै त्यो ढुङ्गाको फेदमा चाहिँ हाइकिम यताबाट गयो नि त्यतै उताबाट गयो नि त्यतै यो माथिको रिचमा नि सेट चाहिँ गर्छ तर त्यहाँ चाहिँ पानीको अलिक समस्या छ त्यही भएर तल पोखरी चाहिँ सानो त्यतै जान्छ मान्छेहरू यो चाहिँ ठ्याक्कै समिट भइहाल्यो वी आर अलमोस्ट टु लबुचे हामी पुग्यो लबुचे आज बास पर्ने ठाउँ खाना पनि यहीँ खाने हो हावा चलिरहेछ अनि हामी चलिरहेको भ्यू पनि देखिरहेछ मजाले उयो अनि भोलि जाने बेस क्याम्प जाने बाटो यता आज हामी यहीँ बस्ने हो सो गाइस लाइक कमेन्ट सेयर गर्नुहोला अल्सो फलो पनि गर्नुहोला टिकटकमा अनि मेरो युट्युब च्यानल पनि छ DJ Blog Edit for It भनेर त्यसमा नि सब्सक्राइब गर्नुहोला Have a good time. Take care. See you tomorrow.